हेलो एभ्रिवान, हेर्नुस् है म चाहिँ जाँदैछु डोको बोकेर घाँस काट्नु है, खोलेको झार काट्नु। अब देखाउने नै छु तपाईहरुलाई। म चाहिँ काट्दैछु यहाँ सरकारी घाँस। हेर्नुस्, यसको चाहिँ खोले हुन्छ साथीहरु, यो खोले, त्यही भएर चाहिँ म यो काट्दैछु खोले। साथीहरु, बस्तीमा बसेको भएर चाहिँ हामीलाई चाहिँ हैन बस्तीको काम गर्नु चाहिँ राम्रो लाग्छ, रमाइलो लाग्छ है। साथीहरु, सबै कामहरु सिकेको चाहिँ राम्रो है। बस्तीको भयो, आफ्नो कामहरु भयो, घरको काम सबै सिक्यो भने छोरी मान्छेले चाहिँ कहिले पनि दुःख पाइदैन है। तपाईहरु पनि सिक्नुहोस्। अहिलेको नयाँ जेनेरेसनमा त झन् अब प्राय जानेको हुँदैन। सबै काम सिकेको छ भने चाहिँ एकदमै राम्रो हो। जीवन चलाउन चाहिँ एकदम सहज हुन्छ। त्यही भएर सबै सिकिराख्नु पर्छ है। तपाईहरु कति जनाले चाहिँ मलाई भन्नुहुन्छ उले त काम गर्दैन भनेर हैन, तर हेर्नुहोस् कति जनाले भन्नुहुन्छ मैले काम गर्दैन, उले त काम गर्दैन होला भनेर। तर हेर्नुस् है साथीहरु, प्रुफ चाहिँ मैले तपाईहरुलाई प्रुफ हेर्नुहोस् काम गर्छ कि गर्दैन भनेर चाहिँ है। हेर्नुस् है साथीहरु, बारी पनि पुग्यो। म जाँदैछु घरतर्फ।